सो आज किन नानीलाई लिएर अचानक हस्पिटल जानुपर्ने भयो त गाइज? किन हस्पिटलबाट हामीलाई बोलाउनु भयो अचानक? सो हेलो एन्ड नमस्ते एभ्रिवान, होप कि सबजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै। अनि आज चाहिँ हामी भने हस्पिटल गइरहेको छौँ बिहान नानीलाई लिएर। सो बिहानको नजारा यस्तो दामी थियो, गाडीमा उभिनु परेको हुनाले चाहिँ अलिक गाह्रो भयो होइन मलाई पनि। सो त्यही हो, हामी हस्पिटल पुग्यौँ। भाइ एकछिन गाडीमा चढ्ने बित्तिकै पुरै बिरामी चिकित्सा भइसकेको थियो क्या भाइ। लाइक हुन्छ नि, भाइ हस्पिटलमा हामी नगएर भाइको लागि गएको जस्तो भइरहेको थियो होइन। अनि यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो, सबले माया देखाइदिनु होला। युट्युब नेम अनिल ब्लग्स 11 छ है, सबले त्यहाँनिर सपोर्ट गरिदिनु होला। हामी एकछिन भने हस्पिटलमा बस्यौँ अनि हामी एकछिन निस्किएर बाहिरतिर गयौँ। घर फर्किँदै थियौँ जस बाटोमा, अनि छोरी र मम्मीको भिडियो बन्यो। त्यसपछि मेरो पनि पालो आयो, छोरीसँग बोल्दै भिडियो बनाइयो एकछिन होइन। कस्तो दामी सिन थियो क्या, पछाडिपट्टिको सिनहरू चाहिँ बवाल थियो। त्यहाँ हामीले पनि छोरीसँग भिडियो बनायौँ। त्यो भाइ बिरामी भइरहेको थियो क्या त्यहीँ बस्दा बस्दै, त्यही भएर हामी निस्किन लागेको थियौँ। ठ्याक्क यस्तो दामी भ्यू अनि आमाले छोरीलाई बोकेको। हामी आउँदा चाहिँ बाटोमा हामीले तोरीको फुल देख्यौँ क्या। हिँड्दा हिँड्दा भोकले हामीलाई तोरीको फुल देखाइदिइसकेको थियो, त्यही माथि अगाडि तोरीको फुल पनि देख्यौँ होइन। सो यहाँ चाहिँ कुकुरको बच्चाहरू रहेछ, अनि यहाँ एउटा कुकुरको बच्चा चाहिँ मरिसकेको रहेछ क्या। यता गर्मीले यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ मरिसकेको रहेछ है। प्रे गरौँ सबले